कहिले मिठो कुराकानी त कहिले तीतो प्रश्नको चट्टारो। स्वाद र बेस्वादका कुराहरूका मन्थनबाट स्वस्थ र स्वच्छ विचार पोख्ने एउटा थलो। खाजा गफ द लन्च ब्रेक। नमस्कार। कथा क्राफ्टर्सको निर्माण र गोर्खा क्लबको प्रस्तुति कार्यक्रम खाजा गफमा यहाँहरूलाई स्वागत छ। कार्यक्रमका प्रस्तुता म मनिष श्रेष्ठ। मेरो पहिलो यो एपिसोडमा खाजासँगै सम्बन्धित भएको कारणले प्राकृतिक भोजन र प्राकृतिक चिकित्साका एक अभियन्ता जसले स्वस्थ जीवन र स्वस्थ खानाको लागि आफूलाई समर्पित गरेर जनसेवा गरिरहनु भएको छ। उहाँ हुनुहुन्छ पञ्चगव्य सिद्ध लीला श्रेष्ठ। आउनुहोस्, हाम्रो अतिथिलाई भेट्नको लागि हामी नेपाल जानुपर्ने हुन्छ, तसर्थ म यहाँहरूलाई नेपाल लिएर जाँदैछु। आउनुहोस्, उहाँलाई भेट्न अब हामी नेपाल जाउँ। हामी लीला दिदीसँग भेटघाट गर्नुतिर लाग्यौँ। यतिखेर हामी मूलपानीको पिपल बोट नेपालमा हामी आइपुगिसकेका छौँ र सँगै हाम्रो लीला दिजु पनि हुनुहुन्छ। लीला दिजुको बारेमा त यहाँहरूलाई मैले सुरुमै व्याख्या गरिसकेको छु र अहिले हामी चाहिँ यो पञ्चगव्य बारे चाहिँ विस्तृत जानकारीहरू प्राप्त गर्नेछौँ। यो पञ्चगव्य जीवनशैली के हो, यसको अलिकति व्याख्या गरिदिनुहुन्छ कि? पञ्चगव्य भनेको अब हामीले यो विगत लगभग 50 वर्ष यता चाहिँ हाम्रा संस्कारका गौमाता जुन सृष्टिको मूलमा, सनातन संस्कृतिको मूलमा र आयुर्वेदको मूलमा चाहिँ अवसान गरिएको हाम्रो गौमातालाई हामीले बिर्स्यौँ। सृष्टिलाई सञ्चालन गर्नको लागि नै सृष्टिकर्ताले गौमातालाई नै केन्द्रबिन्दुमा राखेर सृष्टि चाहिँ सृजना गर्नुभएको रहेछ। अनि मानव सुरक्षा कवचको रूपमा, स्वास्थ्य सुरक्षा कवचको रूपमा 1 नम्बरमा गौमाता, दोस्रो नम्बरमा तुलसा, कालो तुलसा र तेस्रो नम्बरमा भान्साघरबाट हाम्रो स्वास्थ्य सधैँ स्वस्थ हुने, स्वास्थ्यलाई संरक्षण गर्ने रहेछ। यो हाम्रो नसामा दगुरेको कुरा, हाम्रो संस्कारमा रहेको कुरा, सनातनी संस्कृतिमा रहेको कुरालाई हामीले बिर्स्यौँ। गौमाता यस्तो उनी प्राणी रछिन्, प्राणी भन्दा पनि उनी चाहिँ हाम्रो प्राण हुन्। उनले दिने जुन यो 5वटा गव्यहरू, 3वटा प्रत्यक्ष गव्य गौत, गोबर र दुध र अरू 9वटा अप्रत्यक्ष गव्य पाइन्छ गाईको। त्यसमा दुधबाट दही बन्यो, दहीलाई ठेकीमा मन्थन गरेपछि नौनी निस्क्यो, त्यसबाट मोही निस्क्यो, त्यो नौनीलाई पगालेपछि घिउ भयो। अनि अरू गोबर भनेको पृथ्वी तत्त्व हो, त्यहाँबाट अरू 2टा गव्यहरू जन्मिन्छ। एउटा भस्म निस्किन्छ, अर्को दाँत माझ्नको लागि मञ्जन। र अहिले फेरि हाम्रो पञ्चगव्य विश्वविद्यालयको कुलपति डाक्टर निरञ्जन वर्मा हुनुहुन्छ, उहाँले चाहिँ अर्को एउटा गोमय घनबट्टी पनि निकाल्नु भएर गोबरबाट हामी प्रत्यक्ष हामीले सेवन गर्ने 3वटा गव्य उपगव्य बनाउँछौँ। गौतबाट 2वटा उपगव्यहरू बन्छ, जसलाई हामी शोधित गौत र अर्क भन्छौँ। अर्कलाई कति लिटरमा कति चाहिँ त्यो जडीबुटी हाल्ने भनेर, जस्तै पुनर्नवा अर्क बनाउनु पर्यो भने त्यसलाई सिजन अनुसारको कुन ऋतुमा कति सुकेको पत्ता हाल्ने कि काँचो पत्ता हाल्ने, त्यो अनुसारले हामीले पढेको छौँ। 10 लिटरमा 20 पत्ता लगाउने कि 30 पत्ता लगाउने कि 40 पत्ता हुन्छ, त्यो चाहिँ डेस्टिलेसन विधिबाट अर्क निकालिन्छ भने त्यो गौतलाई चाहिँ पकाएर, जस्तै 20 लिटरलाई पकाएर लगभग 15 लिटर जति बनाइन्छ। त्यसमा पकाउनुभन्दा अगाडि सौँफ र जिरा हालिन्छ। त्यस पछाडि हामीले 33वटा यहाँ धरतीका जडीबुटीहरू हालेर त्यसको लगभग 33% टोटल त्यो गौतलाई सुकाएर त्यसको अमोनिया र युरिया उडाएर अनि त्यसलाई पिउन योग्य बनाइन्छ। त्यसलाई हामी शोधित गौत भनिन्छ। गौतले निको नपार्ने यो धरतीमा रोगै छैन। एक्लै गौतले वात, पित्त, कफका 148वटा रोग निको हुन्छ। र गौतबाट 2टा उपगव्यहरू बन्यो, दुधबाट 5वटा गव्यहरू बन्यो। त्यस पछाडि अरू 10वटा भयो टोटल। अरू 2वटा अदृश्य गव्यहरू पाइँदो रहेछ गाईको, जुन गाईको मान्छेको 3 फिटसम्मको औराहा चाहिँ त्यो चाहिँ त्यसले असर गर्छ भन्छ।
हाम्रो 1 मिटर 3 फिट, गौमाताको चाहिँ 22 फिट 30 मिटरसम्मको चाहिँ औरा हुन्छ। यहाँ गौमाता रहन् भने त्यो 22 फिटसम्मको एरियामा चाहिँ उनको औराले त्यो एरियालाई नै पोजिटिभ बनाइदिन्छ। सबै नकारात्मक नराम्रा भाइब्सहरू तानेर उनले त्यो एरियालाई नै त्यो चाहिँ शुद्धिकरण गरिदिन्छन्। त्यो चाहिँ 22 फिट परैबाट पाइयो। अब आएर जब गौमाताको शरीरमा हामीले हात राख्छौँ त्यतिखेर उनको 21वटा विशेषता मध्येमा पहिलो विशेषता भनेको गौमाताको उनलाई शरीरमा राख्ने बित्तिकै कम्पन आउँछ, त्यहाँ भाइब्रेसन। त्यो भाइब्रेसनले हाम्रो पञ्चतत्त्व सन्तुलन गर्छ। यो शरीर त्रिदोष वात पित्त कफले सञ्चालन गर्ने हो। पृथ्वी जल अग्नि वायु आकाशले बनेको छ यो हाम्रो। यो शाश्वत सत्य कुरा हो। पृथ्वी तत्त्व भनेको हाम्रो यो भौतिक शरीर हो, मासु हड्डी मांसपेशी नसाहरू हो। वायु तत्त्व भनेको हजुरको नसामा दगुर्ने रगत हो जुन गौतले प्रतिनिधित्व गर्छ। पृथ्वी तत्त्व भनेको धरतीको माटो हो, हाम्रो शरीरको यो हो, गौमाताको गोबर हो। अब बाहिरको वायु हो, हाम्रो शरीरमा दगुर्ने नसामा दगुर्ने रगत हो र गौमाताको गौतमा वायु तत्त्व पाइन्छ। हाम्रो शरीरको अग्नि तत्त्व भनेको यहाँ जठार अग्नि छ, सबैलाई थाहा छ। हामीले खाना खाएपछि यहाँ अग्नि प्रदीप्त हुन्छ। त्यो हाम्रो पेटमा छ भने गौमाताको त्यो घिउमा पाउँछ र बाहिरको अग्नि तत्त्व भनेको सूर्यदेव हो। यो तीनटा बाहिर जस्तो स्वास्थ्य अवस्था पर्यावरण छ यो शरीर त्यसरी नै बनेको छ। जुनसुकै पदार्थ जुनसुकै जीव प्राणीहरू पनि पञ्चतत्त्व पञ्चमहाभूतबाट बनेको छ। बाहिरकोलाई हामी पञ्चमहाभूत भन्छौँ भने हाम्रो शरीरकोलाई पञ्चतत्त्व भन्छौँ। अब अर्को भनेको हाम्रो शरीरमा पनि के छ त, जल तत्त्व छ। 68 देखि 72% हुनुपर्छ जल। बाहिरको पनि पृथ्वीको पनि 1/3 चाहिँ जमिन छ भने 3 भाग जल छ। त्यो हाम्रो शरीरमा पनि त्यही अवस्था हुनुपर्छ। हामीले ठोसभन्दा बढी जल लिनुपर्छ र गौमाताको दुधमा पाइन्छ जल तत्त्व। जसको शरीरमा जल कमी हुन्छ उसलाई गौमाताको दुध खुवाउने। अर्को भनेको अब आकाश तत्त्व। बाहिरको भनेको ब्रह्माण्डको भनेको यहाँदेखिको आकाशसम्मको दूरी। यो खाली ठाउँ छ र हामीलाई सास फेर्नु हिँड्नु घर बनाउनु जेसुकै पनि सजिलो छ। गौमाताको त्यो मोहीमा पाइन्छ आकाश तत्त्व। हाम्रो शरीरमा पनि हामी स्वस्थ हुनको लागि यो हामी भित्रका आन्द्राहरू भयो, पाचन प्रणालीका अङ्गहरू भयो, यो खाली हुनुपर्छ। यो दिमाग पनि हाम्रो चाहिने कुराले मात्रै भर्नु पर्यो। त्यहाँ गुड चिल्लो पनि हुनु पर्यो। हाम्रो यहाँ चाहिँ अब पर्याप्त मात्रामा यहाँ चिल्लो हुनु पर्यो। वायु पनि ठिक्क मात्रामा हुनुपर्छ। पित्तको पनि अवस्था ठिक्क हुनुपर्छ र कफ चिल्लो पनि बराबर हुनुपर्छ। त्यो भयो भने मात्रै हजुरको त्यो वात पित्त कफ सन्तुलन हुन्छ। त्यो ओदान जस्तो 3टा बराबर हुन्छ। वात पित्त कफ भनेको हजुरको शरीरको मुख्य आधार। हजुर बन्नु भएको नै वात पित्त कफले हो। र यो गौमाताको पञ्चगव्य हाम्रो शरीरको पञ्चतत्त्व र बाहिर पर्यावरणको यो पञ्चमहाभूत तीनैवटा चाहिँ यो सन्तुलन गर्नको लागि गौमाताको पञ्चगव्य एकदमै आवश्यक। सृष्टिकर्ताले केवल मानव र पर्यावरणको लागि गौमाताको सृष्टि गरिदिनु भएको। अब उनका यी सबै गव्यहरूमा सबै ब्रह्म ऊर्जा शिव ऊर्जा र विष्णु ऊर्जा छ। प्रत्येक गव्यमा जीवनी शक्ति छ। जब हजुरले पञ्चगव्य सेवन गर्नुहुन्छ, पञ्चगव्य सेवन गर्नको लागि हजुरले आफूलाई मांसाहार मुक्त गर्नु पर्यो। यो A1 मिल्क मुक्त हुनु पर्यो हजुर। फ्याक्ट्रीबाट आएको र एनिमल प्रोडक्टबाट मुक्त हुनु पर्यो हजुर। यो शरीर हाम्रो प्राकृतिक हो, यो जैविक शरीर हो, जीवित शरीर हो। यो शरीरलाई धरती माताबाट आएको खानेकुराहरू, जीवित खानेकुराहरू, रिजनल सिजनल र अरिजिनल दिन सक्नु पर्यो। रैथाने कुरा जुन भगवानले सृष्टि गरिदिनु भएको छ। हामीले यदेखि बाहेक हाइब्रिड र अक्सिजनको खानेकुराहरू यो शरीरले पचाउँदैन। हामीले खानु ठुलो कुरा होइन। यो खाइसक्यो खानालाई शरीरले त्यो सिजन अनुसारको पचाउने जुस यहाँ भगवानले दिनुहुन्छ र त्यही जुस अनुसार भगवानले पचाइदिने हो। हामीले यहाँ खानेकुरा छिराइ त सक्यौँ, तर त्यो खानेकुरा त्यो पचाउनको लागि यहाँ हाम्रो त्यही अनुसारको ग्यास्ट्रिक जुस जसलाई हामी डाइजेस्टिभ जुस भन्छौँ त्यो उत्पन्न भएन भने हजुरले खानुभएको खाना त्यही अमाशयबाट नै सड्न सुरु गर्छ। त्यहाँको ब्याक्टेरियाहरू बाँच्ने भनेको नि हजुरले खानुभएको प्राकृतिक खानेकुराबाट हो। जब हजुरले जैविक प्राकृतिक र जीवित खानेकुराहरू यो शरीरलाई दिनुहुन्छ, हजुरको गट भन्छ पेटमा जुन पाचनको भागमा लाखौँको सङ्ख्यामा चाहिँ ब्याक्टेरियाहरू छन्। जुन ब्याक्टेरियाको समानुपातिक कति हुनुपर्छ भने 80% पोजिटिभ ब्याक्टेरिया चाहिन्छ,
20% नेगेटिभ ब्याक्टेरिया चाहिन्छ। त्यसको यो रेसियो सधैँ एकै खालको भयो भनेदेखि जहिले हजुरले खाएको खाना पचाउने हो। जब त्यो रेसियो बिग्रिन्छ तब हजुरलाई यहीँबाटै सुरु हुन्छ समस्या। र यो समस्या नआओस् र मानवले चाहिँ आफूले खानुपर्ने कुराहरू पनि हामीले चाहिँ कतिपय कुराहरू चिनेको रहेन रहेछौँ। हेर्नुहोस् हजुर, हामीले यो नचिन्नु नै यो सबभन्दा ठुलो हाम्रो विडम्बना हो। भनेपछि प्रकृतिबाट निकै टाढिएर बिमारी बढाउँदै गरेको मानव जातिलाई पञ्चगव्य र प्राकृतिक कुराहरूको समावेशले चाहिँ फेरि प्राकृतिक जीवनमा लाने यो मार्ग हो, यो बाटो। एकदमै यो हाम्रो सनातनी मार्ग हो, वैदिक मार्ग हो। अब यो पञ्चगव्यलाई अनुशासित तौरले हामीले पालना गऱ्यौँ भने कुन रोग, अब विशेष गरेर हामी नेपालीहरूको त आइडेन्टिटी भइसकेको छ यो सुगर, प्रेसर, यिनीहरू, यो कस्तो कस्तो खालको रोगसम्म यसले चाहिँ हामीले निवारण गर्न सकिन्छ? पञ्चगव्य र गौमाता र प्रकृति माताको अगाडि जब हजुर शरणमा जानुहुन्छ, आफूलाई समर्पित गर्नुहुन्छ भने कुनै पनि निको नपार्ने धरतीमा रोगै छैन। जस्तो असाध्य रोगहरू पनि निको पार्न सक्ने शक्ति पञ्चगव्यमा छ। यसले अब हजुरले जब सेवन गर्नुहुन्छ, स्वस्थ मान्छेले सेवन गरियो भने कहिले रोगै लाग्दैन। जो बिरामी भनेर आफूलाई चाहिँ अब रोगी बनाउनु भएको छ, उहाँहरूले सेवन गर्नुभयो भने उहाँको शरीरमा भएको जस्तो सुकै असाध्य रोग पनि टाइम चाहिँ अलिकति लाग्छ, तर यसले गएर डबल अटोफाजीको रूपमा काम गर्छ। आफू गएर उसले अक्सिजन र गुड मेटेरियल पुर्याउने काम गर्छ पञ्चगव्यले। र त्यहाँ जम्मा भएको कार्बन र ब्याड मेटेरियल्सहरू, जुन ब्याड कुरा हजुरको शरीरमा टक्सिनको रूपमा, ब्याड फ्याटको रूपमा, ट्रान्स फ्याटको रूपमा, वेस्टेजको रूपमा, ब्लकेजको रूपमा जम्मा भएको कुराहरूलाई उसले तानेर निकाल्छ। र त्यसैले हामीले चाहिँ यहाँ प्राकृतिक जीवनशैलीको नियम भनेको हजुर उठ्नु बित्तिकै बिहान 3-4 ग्लास मनतातो पानी टुक्रुक्क बसेर खाने, 5 र 7 को बिचमा टोयलेट क्लियर गर्ने, ठुलो आन्द्रा सफा गर्ने, 5 र 7 को बिचमा के पनि ठोस खानेकुराहरू खानु भएन। त्यस पछाडि 7 बजे हामी जुसबाट सुरु गर्छौँ, जीवित जुस। एक दिन हरियो, एक दिन पहेँलो, एक दिन रातो, त्यो पनि सिजन अनुसारको। हामी चुकन्दर पनि वर्षैभरि खाँदैनौँ, भुइँकटर पनि वर्षैभरि खाँदैनौँ, अनार पनि हामी वर्षैभरि खाँदैनौँ, सुन्तला पनि खाँदैनौँ। सबै त्यो प्रकृतिले सिजनमा जे कुरा दिनुहुन्छ त्यो हामीले त्यो सिजनको भरपुर सबै कुराहरू मिलाएर खाने। त्यसरी बिहानै हजुरले जुसबाट सुरु गर्नुभयो भने त्यो जुसमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, ग्रिन जुसमा क्लोरोफिल हुन्छ, येल्लो र रेडमा नाइट्रिक अक्साइड हुन्छ। त्यो जुसहरूले हजुरले खानु 1 घन्टा अगाडि, तयार गर्नु अगाडि नै हजुरको अङ्गहरूले भित्र रियाक्ट गरिसकेको हुन्छ। हजुरभन्दा हजुरको भित्रको सेल, टिस्यु, अर्ग्यान सबै यो सिस्टम नै यति चेतनशील छ, यति चेतनायुक्त छ। हजुरले के खानेकुरा दिमागमा लिनुभयो अघि, त्यही अनुसारको रस, ग्यास्ट्रिक जुस, पाचक जुसहरू, डाइजेस्टिभ जुसहरू त्यही अनुसारको उत्पन्न गर्छ। जिब्रोमा पनि त्यही अनुसारको स्वाद पिनियल यहाँ ग्ल्यान्डबाट निस्किन्छ, हजुरको दिमागबाट पनि त्यही अनुसारको, र पेटले पनि त्यही अनुसारको जुसहरू बनाइदिन्छ। अनि जब हजुर 1 घन्टा अगाडि आज म ग्रिन जुस खान्छु, आज म पुदिना र धनियाँको जुस खान्छु भन्ने बित्तिकै कलेजो र किडनी सँगसँगै रमाउँछ। केवल पुदिनाको जुसले, चटनीले पञ्चतत्त्व सन्तुलन गर्ने शक्ति छ। हामीसँग छैन पैसा भने पनि अम्बाको पात, आँपको पात, दुबो, थुङ्गे फुलको पात, जेसुकैको ग्रिन कुरा होस् कलेक्सन गरेर ल्याउने, राम्ररी पखाल्ने, ग्राइन्डिङ गर्ने, त्यसमा 2-3 थोपा कागती हाल्ने, 1 चिम्टी सिधे नुन हाल्ने, टक्क गरेर खाने। केही सकिएन भने पनि यसरी जुसबाट सुरु गर्ने, अनि 8:30-9तिर भोजन गर्ने। सूर्यदेव सँगसँगै हाम्रो दिनचर्या र शरीरको कार्यक्षमता पनि बढ्दै जाने हो। बिहान कलिलो हुन्छन्, त्यही अनुसारले हाम्रो मन्द गतिमा हामी हल्का प्राणायामहरू गर्छौँ, हल्का व्यायामहरू गर्छौँ। अब जब सूर्य माथि आउनुहुन्छ त्यतिखेर हामी 7 बजे 7:30तिर हामी हल्का जुस खाइदिन्छौँ, पचाउनलाई सजिलो भयो। 9-9:30मा उग्र हुन्छ सूर्यदेवको पनि ताप, अनि गरिष्ठ भोजन गर्ने, पचाउनलाई सजिलो भयो। त्यस पछाडि हामी दिनभरि 6 घन्टा मजाले काममा लाग्ने हो, खाना पनि पच्ने भयो।
अनि 8:30-9 बजीतिर भोजन गरेपछि 1-1 घन्टा मनतातो पानी खाने, अनि 1:30देखि 2-2:30 बजेभित्रमा सिजनको फल फुल सलाद स्प्राउट के छ त्यो सिजन अनुसारको एक पटकमा एउटा खाइदिने, फेरि तिर्खा लागेमा 1-1 घन्टा मनतातो पानी खाने, अनि घाम नअस्ताइकन हामीले भोजन ग्रहण गर्नु पर्यो, अनि त्यसको 1 घन्टामा मनतातो पानी खाने, त्यस पछाडि यहाँको ढोका बन्द गर्ने। अब यति, अनि रातको चाहिँ 15-16 घन्टाको फास्टिङ, बिहानको 8 घन्टाको फास्टिङ र दिउँसो फलफुलहरू मात्रै। बिहान गरिष्ठ भोजन गर्ने, दाल तरकारी अचार जे खानु छ बिहान खाइदिने। तुरुन्तै सूर्यले मात्रै यो हाम्रो भोजन पचाउने, सूर्यको अनुपस्थितिमा पच्दैन। अझै रातिको प्रोटिनहरू त अहिलेको झन् यो म त अब डाइरेक्टै भन्छु, अप्राकृतिक प्रोटिन माछा मासु अन्डा भनेको यो प्राकृतिक कुनै पनि प्राणी होइन। जतिखेर 30-40 वर्ष अगाडि सबै लोकल थिए, ती हाम्रा पुर्खाहरूले खाँदा पचाउन उहाँहरूलाई सजिलो थियो। अहिलेको सबै हाइब्रिड र म्युटेसन गरेर आइएका कुराहरू र दाना खाइएको कुराहरू छ, उनीहरूले प्राकृतिक चारा र यो घाँसहरू पनि खान पाउँदैन। त्यो खानेकुराहरू बेलुका खानु भनेको त झन् त्यो विष समान हो। त्यसले गएर किडनीलाई नहान्ने, मुटुलाई नहान्ने, कलेजोलाई ग्यासले नभर्ने त त्यो खानेकुरा त त्यति विषयुक्त हुँदो रहेछ। त्यसैले हामीले चाहिँ 5 बजे भोजन गरिसक्नुपर्छ भनेको छौँ। त्यही अनुसारले पञ्चगव्य पनि खाने समय छ। बिहान दही खाने, दिउँसो मोही खाने, बेलुका दुध खाने सुत्नु अगाडि। त्यो पनि A2 खाने हो, A1 होइन। बिहान र दिउँसो हामीले दुध खानु हुँदैन। दुध पचाउने जुन जुस छ हामीलाई भगवानले दिनुभएको, त्यो सूर्यको उपस्थितिमा पाइँदैन, चन्द्रमाको उपस्थितिमा हो। यो खाने पनि सबै तरिका छ। गौमाता केवल मानवको लागि हो। उनको सबै गव्यमा ऊर्जा छ, ब्रह्म ऊर्जा, शिव ऊर्जा र विष्णु ऊर्जा, र हजुरको मरिसकेको जीवनी शक्ति, डक्टरलाई जगाउने शक्ति पनि गौमाताकोमा छ। गौमाताको गव्य प्राकृतिक कुरामा मिश्रित गरिसकेपछि त्यसको मेडिसिनल प्रपर्टी 120% बढ्छ, जसले गर्दा हजुरको शरीरमा जति पनि दोषहरू जम्मा भएर बसेको छ, त्यसैले मैले 3 महिनालाई मिलेट भोजन गर्ने, कागुनो, चिनो, सामा, हरियो कागुनो, कोडो मिलेट, लिटल मिलेटहरू, फापर र जौँ, यिनीहरूलाई हामी श्रीधान्य अन्न भन्छौँ, जसले चाहिँ हजुरको शरीरमा जमेको ब्याड ग्लुकोजहरू निकाल्छ, गुड ग्लुकोजहरू यसमा हुन्छ। यो ग्लुकोज शरीरले चाँडै पचाउँछ, कलेजोमा जम्मा भएको ब्याड कुराहरू पनि सबै निकाल्न सहयोग गर्छ, र सबभन्दा 1 नम्बरमा खुसी हुनेको मिलेट भोजनबाट कलेज हो। हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग नै कलेज हो। यो अब हजुरले भने जस्तो यो सूर्य सँगसँगैको हाम्रो भोजनको जुन नियम छ, स्वदेशमा त सम्भव देखेँ मैले। अब जस्तै विदेशतिर घामै देख्न पाएको हुँदैन, अनि फेरि अनियमित जीवनशैली छ। त्यहाँको मान्छेहरूले चाहिँ यसलाई कसरी यो अनुशासन पालन गर्न सकिएला? अब घामै नहुने त उहाँहरूलाई त्यसरी नै जन्माउनु भएको छ। अब विदेशको लागि त उहाँहरू त्यसरी नै जन्म लिनु भएको छ, उहाँहरूलाई सुट हुन्छ। तर अब हामी जो नेपालीहरू विदेशमा गएको छौँ होइन, अब उहाँहरूको लागि जुन भूगोलको लागि जुन अब जात भयो होइन, वर्ग र व्यक्तिहरू जहाँ जन्माउनुहुन्छ त्यो अनुसारको सबै कुरा उहाँले हामीलाई दिनुभएको छ। अहिले हामीले जुन यो ग्लोबलाइजेसनको युगमा चाहिँ हामी संसार डुल्ने भयौँ। अब यो पनि एउटा हाम्रो चाहिँ मूल कारण हो। हाम्रो शरीरले त्यहाँको हावापानी खानपिनलाई एडजस्ट गर्न नसक्नु, यो पनि एउटा मूल कारण हो। अब यदि हामी बाध्य छौँ, दिउँसो त राति त पर्दैन नि, घामै नआए पनि उहाँको केही अंश त रहन्छ नि। जति जे काम भए पनि सबै कुरा सेकेन्डरीमा आउँछ। हेर्नुहोस्, पहिलो प्राइमेरी भनेको हाम्रो शरीर हो। शरीरलाई हजुर टाइम दिनुहुन्न, शरीरलाई माया गर्नुहुन्न, शरीरको भाषा बुझ्नुहुन्न भने हजुर, अब हामी त मान्छेको लेभलमा पऱ्यौँ त, त्यो भन्दा परिएन नि। हामीले सबै कुरालाई चाहिँ अगाडि राखेर शरीरलाई पछाडि राख्दा त शरीरलाई हामीलाई साथ दिँदैन नि। मेरो अनुरोध, यदि हामी 12 बजीसम्म काम गर्छौँ भने पनि अगाडि नै भोजन गरिदिने, 20 मिनट टाइम छुट्याएर पहिला भोजन, सकिन्छ भने रात्रिको भोजन त्याग गरिदिने, 2-3 बजे केही खाइदिने, त्यस पछाडि लक गरिदिने। त्यो दिन बिहान खानुभएको भोजन, दिउँसो 2-3 बजे खानुभएको भोजन हजुरको त्यो 24 घन्टा लगाएर शरीरले यति मजाले पचाएर अष्टधातु बनाइदिन्छ। जब हजुर खानुहुन्न, एकपटक खानुहुन्छ भने त्यो खानालाई नै शरीरले यति राम्ररी पचाइदिन्छ र हजुरको शरीरको ऊर्जा र रगत पनि कम खर्च हुन्छ त्यो खाना पचाउनको लागि। अनि फाइदै फाइदा त, किन खाने राति?
हजुरले 2-3 बजे केही लाइट खानेकुराहरू खाइदिनु भयो, फ्रुट्सहरू नै खाइदिनु भयो भने हजुरको राति त सबै कलेजोले लगायत सबै अङ्गले आराम गर्ने र काम गर्न पायो नि। सबै हजुरलाई शुद्धिकरण गर्नेदेखि लिएर हजुरको अष्टधातु बनाउनेदेखि लिएर रगत बनाउनेदेखि लिएर हजुरलाई सबै कुरा गर्ने त हजुर निदाएपछि राति गर्ने हो। बिहानको खाना एक टाइम मजाले खाइदिने। स्वस्थ व्यक्तिले एकपटक बिहान, म त त्यही गर्छु। अब मेरो अब दिउँसो 2-3 फलफुल म सुन्तला खान्छु। बिहान चाहिँ मेरो एकदम हेभी हुन्छ, दाल त 2 थोकको तरकारी, अचार, सबै घिउ सबै हुन्छ मेरो। अनि म अब बेलुका हल्का केही खानेकुरा र 1 गिलास सुप खाने हो, त्यति हो। भनेपछि हामीले अब त्यहाँको जीवनशैली अनुसारको कामको रुटिनलाई, हाम्रो खानेको रुटिनको चाहिँ जुन डिस्टेन्सहरू टाइमको, त्यसलाई म्यानेज गऱ्यो भने त्यो त गर्नुपर्छ हजुर। त्यति गर्यो भने मतलब हामीले अलिकति मिट गर्न सकिन्छ। हजुरले शरीरलाई माया गर्नुभयो भने पो हजुर 100 वर्षसम्म यत्तिकै स्वस्थ, आरोग्यता, निरोगी काया प्राप्त गर्नुहुन्छ। त के गर्नु, पैसा कमाएर गोलीको चाहिँ के अरे फाँको लगाएर पैसा अगाडि राखेर सम्पत्ति महल ठड्याएर भौतिक सम्पत्ति थुपाएर त केही भएन त। अनि यो पञ्चगव्य जुन हाम्रो भोजन भान्साघर, यो भान्साघरको बारे पनि अलि व्याख्या गर्नुहोस्। मैले पनि अब यो 2 वर्ष जति भयो, पञ्चगव्य चाहिँ 7 वर्ष भयो सिकेको होइन। आफूले यो पञ्चगव्य सेवन गरेपछि मेरो शरीरमा लागेका यावत समस्याहरू हामी दुवैजनाको चाहिँ त्यो चाहिँ अब शुद्धिकरण गऱ्यौँ। र मैले पनि तेल डढाएरै खान्थेँ, थाहा थिएन। यो तेल डढाएर खानु, नुन भुट्नु, मसला भुट्नु, बेसार भुट्नु, टमाटर, प्याज, यी कुराहरू पहिल्यै पकाएर यिनीहरूको चाहिँ औषधीय गुण सक्नु भनेको चाहिँ हामीले पुस्तौँ पुस्तादेखि हाम्रो जिनमा नै यो रोग बोकेर आउँदो रहेछ। पहिला त हजुरको जिन दूषित हुन्छ नि, त्यहाँबाट रगत दूषित हुँदै गएर सबै सेलहरू दूषित हुँदै आउने हो नि। यसैलाई अनि अहिले जेनेटिक रोगको नाममा दिए, जिनमै बोकेर आएको छ यो रोगहरू। यो रोग जेनेटिक रोग कहाँबाट बन्छ भन्दा भोजनबाटै बन्ने हो हजुरको। र यो चाहिँ हामीले गलत के गरिरहेको रहेछौँ भने हामीले तेल डढाएर खर्याएर, जसरी तेल खर्याउँदाखेरि हजुरको भान्साको भित्ताहरूमा त्यहाँ सबै चिल्लो कस बस्छ, त्यसरी नै हजुरको पनि शरीरभित्र कलेजोको वालमा अनि हाम्रो मुटुको वालमा, फोक्सोको वालमा सबै गएर त्यो त्यसरी नै कस बस्ने हो, त्यो रहेछ। अनि मैले एउटा संस्थामा जाने अवसर पाएँ र त्यहाँ मैले गएर सिक्दै गर्दाखेरि उहाँहरूले यसरी तरकारी पकाउन सिकाउनु भयो। त्यहाँ मैले 1-1.5 महिना सिक्ने मौका पाएँ, ट्रेनिङ जस्तो पनि लिएँ। ती मैले डाइरेक्ट तेस्रो स्टेजको क्यान्सर निचरेको त मेरो मोबाइलमै छ। क्यान्सर चाहिँ त्यो ढाडबाट यत्रो ट्युमरबाट यति निकालेको छु मैले चाहिँ त्यो कुहेको कुराहरूभित्रबाट। त्यहाँ गएपछि मलाई अझै मेरो चाहिँ कन्फिडेन्स लेभल बढ्यो। यो क्यान्सर रोग केही होइन रहेछ, सुगर केही होइन रहेछ, प्रेसर कोही होइन रहेछ। अब मलाई भन्नुभएको थियो शुद्धिकरण गर्नुपर्छ शरीर, सक्यो रोग भन्नुहुन्थ्यो। त्यो एकदमै हो रहेछ, मैले आफूले पनि गरेँ। र भान्सा भनेको चाहिँ अब हाम्रो अब एकदम मन्दिर हो। भान्सा भनेको जुन पवित्र स्थान हो जहाँ चाहिँ हामी चप्पल लगाएर प्रवेश गर्नु पनि हुँदैन, नुहाइधुवाइ गरेर, इभन कपाल पनि पुरा ढाकेर पकाउन छिर्नुपर्छ। र भान्सा पकाउने भान्से भनेको 1 नम्बरमा आमा हुनुपर्छ भान्सामा, जसले त्यो पकाउने भोजनमा माया मिसाएर पकाउनुहुन्छ। अरू कसैले पकायो भने त्यो भोजनमा स्वार्थ मिसिएको हुन्छ। आमा बाहेकको सबैले पकाउने भोजन भनेको स्वार्थ मिसिएको हुन्छ। र त्यहाँ अब हामीले तयार गर्ने भोजन चाहिँ हाम्रो प्राकृतिक हुनु पर्यो। त्यही अनुसारको भाँडा प्राकृतिक चाहिने रहेछ हामीलाई। हामीले संस्कारका भाँडाहरू छोड्यौँ। माटोको भाँडा, काँसको भाँडा, पित्तलको भाँडा। जुन खाना हामीले पकाउँदाखेरि चलाउनु पर्यो, दाल चलाउनु पर्यो, भात चलाउनु पर्यो, तरकारी चलाउनु पर्यो। जब बन्द हुन्छ भने त्यो भित्रको मात्रै प्रेसर निस्क्यो, बाहिरको न त सूर्यदेवको त्यहाँ ताप पर्यो, न त यहाँ वायुदेवको उनै पर्यो, त्यो वायुको झोका पर्यो। त्यो दुइटै नपरेको खाना, त्यो खाना शुद्ध, पवित्र र स्वस्थकर हुँदैन रहेछ। हामीलाई त्यही सिकाउनु भएको छ। र त्यो खानाहरू चाहिँ खुल्ला भाँडामा पकाउनु पर्यो, खुल्ला मनले, पवित्र मनले। म चाहिँ अमृत भोजन मेरो परिवारको लागि पकाउँदैछु भनेर यसरी भान्सामा प्रवेश गर्ने, अग्निदेवसँग पनि अनुमति माग्ने, धरती मातासँग, सृष्टिकर्तासँग, फलाउने किसानसँग सबैलाई मैले नमन गरेँ भनेर पकाउने बेलादेखि नै, हजुरले किन्न जाँदादेखि नै हजुरको भाव चाहिँ त्यहीँबाट जोडिनै आउँदो रहेछ। तयार गर्दा, पकाउँदा, खाने बेलामा। र
र यसरी मैले अब तरकारी पकाउन सिकाएको छु। जोसुकैले पनि मिलेट भोजन 8 घण्टा अगाडि भिजाउने, अरू नर्मल चामलहरूलाई 4 घण्टा अगाडि भिजाउने। जब हजुरले भिजाउनुहुन्छ भने त्यो खाना अलरेडी त्यो 20-25% त्यो डाइल्युटेड फर्ममा भिज्दै पच्छ र गेडागुडी जति चाहिँ एकपटकमा एउटा खाने हो, बिहान मात्रै त्यो पनि उमारेर खाने, नभिजाएको कुनै पनि गेडागुडीहरू नखाने। त्यही गेडागुडी बेलुकाको त पुरै हाम्रो प्रोटिन युरिया बन्छ र भोलि युरिक एसिड बन्ने हो, अनि हजुरको त्यतिकै रगत अशुद्ध भएर कलेजो किडनी बिग्रिने जाने हो। किडनीलाई चाहिँ अब रगतमा जब हाम्रो युरिक एसिड बढ्यो, के अरे क्रिटिनाइन बढ्यो, रगतमा चाहिँ अम्लीयता बढ्यो, अब ब्लड अशुद्ध हुँदै जाँदा नै किडनीलाई बोझ पर्ने हो र उसले ब्लड छान्न नसक्ने हो। त्यो अवस्थामा किडनी फेल हुने हो। अब हामीले रगत शुद्धिकरण गर्ने कुराहरू चाहिँ अल्कलाइन कुराहरू बढायौँ, एसिडिक कुराहरू छोड्यौँ भने त हाम्रो आफसे आफ शरीरले नै रगत शुद्धिकरण गरिदिन्छ। अनि यो भोजनलाई हामीले जब त्यसरी डढाएर ड्राई र फ्राई खान्छौँ भने त्यो ड्राई फ्राई र चिकन पाक्छ भने त्यो किचन हो, जहाँ कसौडीमा पाक्छ, फलामको कराईमा पाक्छ, सिधै नुन तोरीको तेल लगाइन्छ, त्यहाँ चाहिँ हाम्रा संस्कारका मसलाहरू नभुटी नडढाइकन पकाइन्छ भने त्यो भान्सा घर हो, जुन भान्सा घरमा हजुरको भोजन अमृत तयार हुन्छ र किचनमा त्यस्ता अमृत भोजनहरू तयार हुँदैन। र अब सँगसँगै पञ्चगव्यलाई किन राख्यो भने भोजन सही भएपछि हजुरले हामीलाई जन्म दिनुभएको नै सबैको घरमा पहिला एउटा गौमाताहरू नन्दीहरू हुन्थे। त्यो भन्नको कारण चाहिँ सृष्टिकर्ताले सबैको घरमा एउटा राखोस् र त्यो दुध यसले नबेचोस्, त्यसबाट दही बनाओस्, मही बनाओस् र घिउ सबैले खाओस्। त्यसैले महान एकजना अब विद्वानले, चार्वाक भन्ने विद्वानले चाहिँ यावत जीवेत सुखम जीवेत ऋणम कृत्वा घृतम पिबेत भन्नुभएको छ। जहिलेसम्म जिउँछौ सुखी भएर स्वस्थ भएर बाँच। स्वस्थ हुनको लागि मात्रै तिमीले घिउ खाऊ। ऋण काट्छौ भने घिउ खानको लागि मात्रै ऋण काट, जुन घिउ चाहिँ गौमाताको खाऊ भन्नुभएको थियो। तर अहिले हामी घिउ चाहिँ 1000 रुपियाँ केजीको खान्छौँ, अनि हामी गाडी, सुन, चाँदी, सारा भौतिक सम्पत्ति चाहिँ अरब खरब 10 खरब खर्च गर्छौँ। त्यो हामीले संस्कार छोड्यौँ। जसले घिउ खान्छ, प्राण दिने भनेको घिउबाट हो, घिउले प्राण दिन्छ। दुध भनेको अमृत हो, गहुँत भनेको औषधि हो, पैसा कमाउने भनेको गोबरबाट। पञ्चगव्यको सिद्धान्त यो छ। र हजुरलाई जुन यो बोल्ने शक्ति आउने, हजुरको प्राण बचाउने कुरा नै गौमाताको घिउबाट हो। र जब घिउ खाइन्छ भने शरीरमा पर्याप्त चिल्लो पदार्थ पुग्छ। न त कहिले यहाँ माइग्रेन भयो, न त डिप्रेसन भयो, न त अल्जाइमर्समा चिल्लोको पदार्थ पुग्यो, शरीरमा पुग्यो, कतै दुखाइ भएन। हजुरले प्राकृतिक प्रोटिन खानुभएको छ। शरीरमा प्रोटिन, कार्बोहाइड्रेट र फ्याट पनि 33% चाहिन्छ। त्यो सबै प्राकृतिक। त्यही अभावमा हाम्रो बात पित्त कफ बिग्रिने हो, तीबाट रोग जन्मिने हो। यो कुनै पनि रोगै होइन, हजुरको शरीरको दोष बिग्रेको। त्यो दोष पञ्चगव्यले मिलाउँछ। मैले अघि भनिहालेँ, हाम्रो पञ्चतत्व त्यो मिलाउने भनेको अग्नि र जल मिलेर पित्त बन्छ, कफ बन्ने भनेको पृथ्वी र जल मिलेर, आकाश र वायु मिलेर वात बन्छ। यो यसको सम्बन्ध यसरी बनेको छ, शरीर पनि त्यसरी नै बनेको छ। अब हामीले यो पञ्चगव्य चाहिँ दैनिक सेवन गर्यो भने हाम्रो कुनै पनि तत्त्व असन्तुलन हुँदैन र हामीले बाहिरको वातावरण पनि बिगारेको छौँ। धरती मुनिको पानी पनि बिगाऱ्यौँ, यहाँ माटो पनि बिगारेको छौँ हामीले। अहिले जैविक र प्राकृतिक छैन। हामीले चाहिँ यो A1 को मलमूत्रहरू हालेर त्यो हाम्रो धरतीको लागि त्यो एकदमै विषर हो। त्यो सँगसँगै विषादीहरू प्रयोग गरेको छौँ, विभिन्न हर्बिसाइड, पेस्टिसाइड। यो चाहिँ हामीले माटोमा लगाउँछौँ, त्यो बिगाऱ्यौँ। हामीले धरती पनि बिगाऱ्यौँ, धरती मुनिको जल पनि बिगाऱ्यौँ, यो वायु पनि बिगाऱ्यौँ, आकाश तत्त्व पनि बिगाऱ्यौँ। सबै तत्त्वहरू हामीले बिगारेको छौँ बाहिरको पनि। त्यसकै फलस्वरूप हाम्रो यो शरीरको पनि पञ्चतत्त्व बिग्रेको। यो अब जस्तै हजुरले भने जस्तो पियर, अब गाईको घिउहरू, यो चाहिँ अब परदेशमा अलिकति सम्भावना कम छ जस्तो लाग्छ। पाइन्छ A2 घिउ, A2 जति पाउँछ। हजुर, इन्डियाबाट यति जान्छ A2 घिउ, अमेरिका र युरोप होइन। हजुर, अब यो पञ्चगव्यको प्रडक्टहरू स्वस्थ मान्छेले खाँदाखेरि निकै राम्रो हुने, साइड इफेक्ट केही पनि भन्ने कुरा हजुरले बताउनु मात्र यसको साइड बेनिफिट। यो पञ्चगव्य प्रडक्ट औषधिहरू जुन छ, जस्तै आयुर्वेदको औषधिहरू, यो वैद्य खाना के भन्छ, अथवा आयुर्वेदको स्वास्थ्य विभाग यताउता भन्छ नि, यहाँ बिक्रीहरू यो गर्नको लागि हजुरहरूको जुन यो पञ्चगव्य प्रडक्टलाई चाहिँ अथराइज कसले गर्छ? यो एकदम हेल्थको लागि ठिक छ भन्ने खालको चाहिँ यो
त्यही त अब गर्न त अब खाद्य विभागले नै गर्ने हो होइन, तर अब उहाँहरूसँग त्यो ल्याबै छैन। पञ्चगव्यलाई टेस्ट गर्ने यो धरतीमा ल्याब छैन। त्यो निर्जीव ल्याबले यसलाई टेस्ट गर्न सक्दैन। यो जीवित ल्याबले टेस्ट गर्छ, जुन जीवित भनेको हजुरको शरीर हो। हजुरले खानु सेवन गर्नु भएपछि स्वस्थ भएपछि ल्याब त्यही भएन हजुर। म कसरी स्वस्थ भएँ, म कसरी यत्र 82वटा रोगबाट, यो मेरो दिमाग त केही पनि थिएन, 0बाट माइनसमा गएको, अहिले कसरी यस्तो दिमाग भयो हेर्नुहोस्। अनि अर्को भनेको ऊर्जा भएको, हामीसँग चाहिँ चेतना र ऊर्जा दुवै छ मानवसँग। अरू पञ्चमहाभूतसँग उहाँहरूसँग ऊर्जा छ, चेतना छैन। वायुलाई उसको ऊर्जा छ जति, तर उसले यसलाई मैले हानि गर्नु हुँदैन भनेर ऊ त्यो हुन्डरी जब हुरिक्यान्स आउँछ उसलाई त्यो चेतना छैन। हामीसँग दुवै छ। जलसँग पनि चेतना छैन, ऊर्जा छ उसँग, त्यसैले यसरी विद्युत निस्किन्छ। वायुबाट पनि कत्रो कुराहरू उडाइरहेको छ, कत्रो काम गरिरहेछ। धरतीसँग पनि त्यही छ, सबैसँग पञ्चमहाभूतसँग चाहिँ ऊर्जा छ, चेतना छैन। यो मानवसँग ऊर्जा र चेतना दुवै छ र यसलाई टेस्ट गर्ने भनेको ल्याब निर्जीव कुराले सक्दैन। मेरो मान्यता नै यो जीवित शरीरलाई धरतीको मान्छेले बनाएको, किनभने हामीलाई त भगवानले हो सृष्टि गरिदिनु भएको र उहाँले बनाइदिनु भएको र सबै 8वटा कुरा नै हाम्रो उहाँको हातमा छ। जन्म मृत्यु सुख दुःख लाभ हानि मान सम्मान अपमान र सम्मान यो उहाँको हातमा छ। अरू सबै हामीलाई दिनुभएको छ। यो कतिखेर दिने हो उहाँले छप्पर भाँड्के भनेर त्यो उहाँको हातमा छ। हजुरको कर्मबाट प्रारब्धको हजुरको के दोष थियो त्यो सकिसकेपछि मात्रै दिने हो। त्यो हजुरले चाहेर जति बल गर्नुहोस्, उहाँले नचाहेसम्म त्यो पाउने होइन। मेरो मान्यता भनेकै म यो कुरामा विश्वास गर्छु, मेरो शरीरलाई त अब ल्याबले त मेरो शरीरको रोगै देखाएन भनेपछि कसले देखायो त भन्दा मेरो शरीरले पञ्चगव्यले नै सिद्ध गरिदियो कि यहाँ अपरेसन गर्न आँटेको ट्युमर पनि मेरो त्यसैले सक्यो। अहिले 13-14 वर्ष भयो, अहिले के हुन्थ्यो होला यो अवस्थामा। मेरो अब आँखाको पावर 37 वर्ष चस्मा लगाएको पनि खोलेँ। मेरो मेमोरी पुरै लस भइसकेको थियो। मेरो यो कुनै पनि हड्डीहरू यसरी 2 मिनट बस्न नसक्ने हड्डीहरू अहिले सबै चाहिँ अब स्वस्थ लेभलमा छु। यही हो ल्याब भनेको। अब त्यो ल्याबमा लगेर टेस्ट गर्ने हो, नेपाल सरकारले टेस्ट गरिदिन्छ, खाद्य विभागले यता कता बबर महलतिर छ। अब मोही खानालाई कसलाई सोध्नुपर्छ? हाम्रो रगतमा नसा र रगतमा दगुरेको जिनमा दगुरेको गौत खानालाई कसलाई सोध्नुपर्छ? पञ्चगव्य भनेको हाम्रो 16 संस्कारलाई संस्कारित गर्ने, धार्मिक संस्कारलाई संस्कारित गर्ने हुन् गौमाता। उनी सृष्टिको मूलमा छिन्। गौमाताको गोबर चलाउनलाई कसलाई सिकाउनुपर्छ? अहिले पञ्चगव्यले गोबरलाई चाहिँ भस्म बनाएर, गोबरलाई चाहिँ मञ्जन बनाएर, गोबरलाई घनबट्टी बनाएर खुवाउन सिकाउनु भयो। अब गौत खानालाई कसलाई सिकाउनु पर्थ्यो होला? हाम्रा लाखौँ वर्षदेखिको हाम्रा पुर्खाले प्रत्येक हाम्रा कर्महरूमा चाहिँ गौत खाना लाउनुहुन्थ्यो। कसलाई सोध्नुपर्छ? घिउ खानु कसलाई सोध्नुपर्छ? दही खानु कसलाई सोध्नुपर्छ? अब यसलाई ल्याबै चाहिन्छ भने म चाहिँ भन्दिनँ। अब अहिलेसम्ममा अब कति हजारलाई नयाँ जीवन पाइसक्नु भएको छ। अहिले जस्तै अहिलेसम्मको यो अभियान सुरु गर्दाखेरि कस्तो कस्तो खालको बिरामीहरू आउनुभयो र कतिको चाहिँ निको भएर जानुभयो? मैले मेरो पेजमा पनि राखिदिएको छ, हजुरले फलो गर्नु होला मेरो पेजलाई होइन। अब त्यो 4थो स्टेजको क्यान्सर, ब्रस्ट हुन आँटेको लिभर, अब ड्यामेज भइसकेको किडनी, अब त्यही त हो नि। अनि अब यति 30 हजारको चाहिँ महिनामा गोली खानेहरू, हार्ट ब्लकेज भएकोहरू, अनि अब फोक्सोको क्यान्सरदेखि लिएर त्यो निको नभएको कुन चाहिँ रोग छ होला। अहिले पो म त झन् छक्क पर्दैछु, यस्तो पनि रोग हुन्छ र भन्ने लेभलमा पुगेको छु म अहिले होइन। अब मैले त अब सजिलै आफ्ना रोगहरू निवारण गरेँ। अहिले त्यस्तो रोगहरू पनि यहाँ नयाँ आएको छ। यतिसम्म कि 1 महिनामा यो हेपाटाइटिस बी पनि त्यो चाहिँ पोजिटिभबाट नेगेटिभ भएको त मैले लाइभ नै राखिदिएको छु। बोन म्यारो सुकेकोहरू पनि महिनामा 5 बोका ब्लड लगाएकोहरू पनि अहिले 3रो महिना लाग्यो ब्लड लाउनु परेको छैन। के असम्भव यति प्राकृतिक उपचार छ यसमा। अनि अब हजुरको अब चाहिँ यो अभियान स्वदेशमा त एकदमै व्यापक भइरहेछ, देखिरहेछ हामीले बिहानदेखि एकदम क्यु छ यहाँ। यस्तोमा पनि समय दिनुभयो, एकदम आभारी छौँ हामी। अनि यो अभियान त अब विश्वभरिकै मानव कल्याणको लागि पर्नुपर्ने अभियान छ। अनि हजुरको चाहिँ अब स्वदेशबाट विदेशतिरको भ्रमणहरूको योजनाहरू कस्तो बनाइराख्नु भएको छ?
अब त्यो अवसर पाएँ भनेदेखि त मलाई त भगवान्ले नै अब यत्रो ठुलो दिनुभएको रहेछ शक्ति कर्म होइन जाने हो हप्ता दिनलाई। अब जस्तै हामीले अब म त युकेबाट आएको छु बेलायतबाट र बेलायतमा हजुरलाई चाहिँ एकदमै फलो गरिरहेको र बेलायतमा पनि हजुरलाई एकचोटि लान पाएँ त्यहाँको मानवहरूलाई पनि उद्धार गर्न पाएँ भन्ने मनसाय बोकेर दिनभरि कुरेर पनि हजुरलाई भेट्न यहाँ आइपुगे हो। बाइ द वे बेलायततिर हामीले निमन्त्रणा गरेर हजुर पाल्नुभयो भने चाहिँ हजुरको त्यहाँ विदेशमा बस्ने मान्छेहरूको लागि स्केड्युल चाहिँ कस्तो रहन्छ त्यहाँ के अब त्यहाँ सर्टकटमा सिकाउनु पर्ने होला कति त्यहाँको जीवनशैली फरक होला हजुरले अहिले झट्ट सोच्दाखेरि त्यहाँ म यसो गर्छु भने के सोच्नु भएको छ त्यस्तो? मैले चाहिँ अब त्यहाँ अन द स्पट नै 1-2जनालाई अब चिकित्सा नै गरिदिने एकै ठाउँमा राख्न पाएदेखि उहाँहरूको भोजनबाट नै सबै गरिदिने। त्यो मलाई गर्नलाई त्यो कुनै पनि गाह्रो छैन, सबै म सिकाइदिइहाल्ने। त्यहाँ उहाँहरूलाई खाने तरिकादेखि भोजनको तरिकाहरू कसरी गर्नेदेखि लिएर उहाँहरूलाई त्यो उहाँहरूको अब कस्तो खालको उहाँहरूलाई उपचार गर्नुपर्ने छ त्यो सबै सिकाइदिने। अनि अब भयो भने अब 2-3 ठाउँ क्लासहरू लिइदिने होइन। अनि उहाँहरूको जिज्ञासाहरू चाहिँ समाधान गरिदिने। अनि उहाँहरूलाई नाभि चाहिँ आफ्नो नाभि कसरी केन्द्रमा ल्याउने आफ्नो डाक्टर आफै बनाउने। अनि त्यहाँ चाहिँ सामूहिक रूपमा सबैलाई नै मैले नै त्यहाँ गएर मेरै हातले चाहिँ भान्सा पहिलो त हाम्रो प्रमुख त भान्सा नै हो, भोजन नै हो, भोजन तयार गर्न सिकाउने। अनि अब हजुरहरूले अवसर दिनुभयो भने 1-2 दिन घुम्दै होइन नयाँ ठाउँ नयाँ देश। पहिलो प्राथमिकता त अब उहाँहरूलाई रोग केही होइन भनेर त्यो रोगको भूतबाट त्यो डरबाट उहाँहरूलाई मुक्त गराउने। जुनसुकै रोग भए पनि त्यसलाई पूर्ण रूपमा निवारण गर्न सकिन्छ एकदम। यो शरीरसँग मात्रै छ त्यो शक्ति। अनि यो नाभि केन्द्रमा छ कि छैन जुन गर्ने भन्नुभएको छ, नाभि केन्द्रमा भएन भने चाहिँ हामीलाई हुने खराबी चाहिँ के हो खास? जति पनि हजुरको स्वास्थ्य सुन्दरता समृद्धि सबैको बाधक तत्त्व भनेकै नाभि हो। हजुर सबै हजुरको स्वास्थ्य बिगार्ने, सुन्दरता बिगार्ने र समृद्धि। हामी दशा लाग्यो भन्छौँ, नराम्रो सपना देख्यौँ भन्छौँ, यो सबै हामी आमाको गर्भमा हुँदा हामीले सबै कुरा सास फेर्नेदेखि लिएर खाने नाभिबाट हुन्छ। यो हाम्रो पहिलो घर हो नाभि, मान्छेले बिर्स्यो। र नाभि हाम्रो सबैभन्दा ठुलो ल्याब हो जुन नाभिबाट नै हजुरको सारा रोग पत्ता लाग्छ। नाभि यसरी छाम्ने, केन्द्रमा नाभि छ भनेदेखि हजुरको सबै थोक ठिक। मेरो नाभि त यहाँ थियो अनि म कसरी डिप्रेसनमा पुगेको थिइनँ होला र? मेरो दिमागमा राम्रो कुरा भन्ने त एउटा केही पनि थिएन। जतिखेर रिस नराम्रो कुरा नेगेटिभ मात्रै आउने 24 घन्टा। अब त्यस्तो अवस्थामा पुगेको मान्छे, यो नाभि अहिले मेरो केन्द्रमा छ। जुन दिन नाभि केन्द्रमा आउँछ यसरी छप्पर फाँडके उपरबाट दिनु हुँदो रहेछ। हेर्नुहोस् यत्रो शक्ति छ। जब नाभि केन्द्रबाट मास्तिर आयो भने त्यसलाई हामी मधुमेह र ग्यास भन्छौँ। कलेजो र अब कलेजो एकैचोटि यहाँबाट यतापट्टि ठुलो भाग छ, यहाँ सानो भाग फैलिएर आएको हुन्छ यहाँसम्म। अनि यहाँ हाम्रो ग्यास र सुगर अथवा मधुमेह भनेकै कलेजोको रोग हो। यो अरू कुनै पनि रोग होइन। प्यानक्रियाजको त हामीले प्यानक्रियाजलाई बढी चलायौँ, कुचुर खाएर बढी प्यानक्रियाजले चाहिँ इन्सुलिन बढी रिलिज गर्नु पर्यो, टाइममा नचाहिँदो टाइममा रिलिज गर्नु पर्यो र प्यानक्रियाज निष्क्रिय हुने हो। सुगर भनेको प्यानक्रियाजको रोगै होइन, हामीलाई त्यतापट्टि लगिदिएको छ। लिभरको रोग हो सुगर भनेको। अब दाहिनेपट्टि आयो भने फ्याटी लिभर, लिभरको ग्रेड 1 ग्रेड 2 ग्रेड 3 सिरोसिससम्म हुन्छ लिभरको। सिधै तलतिर गयो भने दिशा पिसाबमा अनियमितता, पिसाब तुरुक आउने, दिशा पिचिक आउने अथवा दिशा नियमित नहुने त्यो समस्या हुन्छ। नाभि केन्द्रबाट देब्रेपट्टि गयो भने कब्जियतको समस्या। र हाम्रो शरीरमा लाग्ने सबै रोग 90-95% रोग लिभरको फ्याटबाट र कब्जियतबाट जन्मिन्छ। अब यसलाई नाभि केन्द्रमा ल्याउने युट्युबमा पनि पाइन्छ। हामी आफैले नाभि तैलम र नासिका लगाएर र हल्का व्यायामहरू सिकाएर पनि हामी गर्न सक्छौँ। नाभि केन्द्रमा आउँछ, नाभि केन्द्रमा आइसकेपछि सबै कुराहरू पाइयो। अन्तिममा चाहिँ बेलायत र युरोपमा बस्ने सम्पूर्ण नेपालीहरूलाई चाहिँ एउटा सन्देश दिनुहोस् न। अब त्यहाँ चाहिँ मैले सबैलाई यहीँबाट मेरो वैदिक नमस्ते हजुरलाई टक्र्याएँ। र
हामी मानव हौँ, मानव सबैभन्दा स्वस्थ भएर सबैभन्दा निरोगी भएर बाँच्नुपर्ने प्राणी हो। अहिले हामी चाहिँ यो अवस्थामा पुगेको छौँ। यो अवस्थाबाट निस्किनका लागि एक नम्बरमा त हामीले सोच बदल्नुपर्छ, भान्सा बदल्ने, भोजन बदल्ने, दिनचर्या बदल्ने। यो बदलेपछि अब म यो लेभलमा पुगेँ कि यो सबै बदल्न सक्ने योग्य बनाउने लेभलमा पुगेको छु। यदि हजुरहरूले मलाई त्यहाँ आउने अवसर दिनुभयो सेवा गर्ने, म त यसलाई कुनै पनि यो मेरो समस्या हो, यो मेरो झन्झट हो भनेर त्यो मान्दिनँ। सबैलाई अवसरको रूपमा लिन्छु। जतिजना आउनु भए पनि मलाई भगवान्ले पठाइदिनु भएको। हजुरले त्यो अवसर दिनुभयो भने हजुरले यो दिव्य शरीरलाई सधैँ आफू 100 वर्षसम्मको आयुभरि स्वस्थ भएर बाँच्न पाउनुहुन्छ। भाइको आयु त अझै बढी हुन्छ, 100+ हुन्छ। र सबैलाई यो शक्ति दिनुभएको छ। हजुरहरूले यदि चाहनुभयो भने, बाहना गर्नुभयो भने तिल पनि पहाड हुन्छ, चाहना गर्नु भने पहाड पनि तिल हुन्छ। त्यो हजुरले कसरी लिनुहुन्छ लिनुहोस्। अवसर दिनु भने अवश्य आउँछु बेलायतमा र हजुरहरूलाई सेवा गर्ने मौका दिनुभयो भने म कुनै पनि कसुर बाँकी राख्दिनँ सेवामा। धन्यवाद हजुरहरूलाई। धन्यवाद। यहाँले चाहिँ एकदमै यस्तो व्यस्त समयमा हामीलाई समय दिनुभयो र अब हामी अपेक्षा गर्छौँ यहाँसँग दोस्रो भेटघाट बेलायतमै बसेर धेरैको उद्धार गर्ने कार्यक्रमसहित चाहिँ आशा राख्छु र हजुरलाई धेरै धेरै धन्यवाद। कस्तो लाग्यो यहाँहरूलाई लीला श्रेष्ठसँगको यो साक्षात्कार? कमेन्टमा हामीलाई सुझाव दिनुहोला। आगामी कार्यक्रममा हामी अझ परिष्कृत रूपमा यहाँहरूको सामु आउन सकौँ। कार्यक्रमबाट आज बिदा चाहन्छु। पुनः यहाँहरूको सामु फेरि विशेष व्यक्तित्वहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू मध्ये छुनेर यहाँहरूको लागि कार्यक्रम तयार गरेर प्रस्तुत हुनेछौँ। त्यतिन्जेलसम्मको लागि बिदा चाहन्छु। नमस्कार।